हेलो फ्रेन्ड, आज चाहिँ म मटन करी बनाउन जाँदैछु कुकरमा, जो चाहिँ इन्स्ट्यान्टली बनिन्छ, एकदमै डिलिसियस बनिन्छ। तपाईँले देख्न सक्नुहुन्छ, यसमा धेरै समय पनि लाग्दैन, एकदमै डिलिसियस बनिन्छ है त। अनि हामी बनाउने छौँ। लेट्स स्टार्ट। यसको लागि चाहिँ सामग्री यसरी चाहिन्छ है। मैले चाहिँ 700 ग्राम मटन लिएको छु, अनि खरी टमाटर काटेर रेडी पारेको छ, अनि यसरी ओनियनहरू काटेर है रेडी पारेको छु। अनि खरी मसलामा चाहिँ मिट मसला र जिरा मिक्स गरेर पानीमा लगाएको छु। अन्त यसरी जिरा, साबुत जिरा, अनि इलाइची, दालचिनीहरू है। अन्त इलाइची चाहिँ तपाईँले फुटाउनुहोस् है, किनभने तेलमा गएपछि चाहिँ पड्किन्छ होइन। अनि हामी स्टार्ट गर्नेछौँ। अनि हामी यसमा इन्ग्रिडियन्ट्सहरू लगाउने छौँ होइन। तेल गरम भएपछि यसरी जिरा पड्काउने, त्यहाँको खुसबु कस्तो मिठो आउँछ है। जिराको चाहिँ खुसबु दामी आउँछ। अनि जिरालाई चाहिँ रातो हुन दिने है। रातो भएपछि चाहिँ हामीले यसमा चाहिँ एड गर्नेछौँ जो चाहिँ साबुत भन्छ नि, यो गरम मसला है। अनि त्यो चाहिँ हामीले फुटेर लाउनु पर्ने छ। इलाइची, सानो इलाइची, ठुलो इलाइची, अनि त्यसपछि तेजपत्ता लाउनेछौँ। अनि त्यसलाई फ्राई गर्नेछौँ। फ्राई गरेपछि चाहिँ अनि त्यसको बादमा हामी हेर्न सक्नुहुन्छ तपाईँहरूले अब ओनियन लाउने छु। ओनियन लगाएर ओनियनलाई चाहिँ मजाले फ्राई गर्ने त। अनि ओनियनलाई चाहिँ रातो हुन्छ फ्राई गर्नुपर्ने छ मटनको लागि चाहिँ। अनि ग्रेभी दामी हुन्छ, टेस्टी हुन्छ है, अनि मिठो हुन्छ। अनि ओनियनलाई चाहिँ यसरी मजाले रातो प्रकारले फ्राई गर्ने। अनि यसरी देख्न सक्नुहुन्छ तपाईँले, यस्तो प्रकारले है त, रातो प्रकारले भुट्ने ओनियनलाई। अब भयो है। अब यसपछि चाहिँ हामी एड गर्नेछौँ टमाटर है। यसरी रातो प्रकारले भुट्ने। अनि यसपछि हामी एड गर्नेछौँ टमाटर, जो मैले काटेर अलरेडी रेडी पारेर राखेको थिएँ। अनि टमाटरलाई भुट्ने। त्यसपछि हामी अलिकति सल्टलाई लगाउनेछौँ, नुनलाई, जो कि टमाटर छिट्टै गलोस् भनेर। अन्त मैले घोलेर राखेको मसला थियो नि, जिरा र अनि मटन मसला, त्यसलाई चाहिँ पानीमा घोलेर राखेको थिएँ, त्यसलाई चाहिँ टक्क लगाइदिने है। अनि त्यसलाई भुट्ने। अनि भुटेपछि चाहिँ फ्राई गर्दै त्यो मसला र तेल अलग नहुन्जेलसम्म हामी यसरी पकाउने, लो फ्लेममा। लो फ्लेममा पकाउने, नत्र भने जल्छ मसला है। अन्त मसला यसरी देख्नुहुँदैछ तपाईँहरूले, हेर्नुहुँदैछ तेल र मसला अलग अलग हुँदैछ है। अनि यसको बादमा चाहिँ हामी बेसी नपकाउने, अनि मासुलाई एड गर्ने है, त्यो मटनलाई एड गर्ने। अनि मटन र मसला मजाले मेरिनेट गरेर है। अनि त्यसको पछि हामीले लसुन र अदरकको पेस्ट पनि लगाइदिने। अन्त यहाँ मैले सल्ट पनि लगाइदिएको छु। मैले चाहिँ लसुन र अदरक धेरै पिसेको छुइनँ है, कुच्याएको छु, किनभने म मिक्सरमा पिस्दिनँ। पिसेपछि चाहिँ टेस्ट यसको हराउँछ है। अनि त्यसरी हामी केही समयको लागि होइन, 5 मिनट्सको लागि हामी त्यसलाई मजाले लो फ्लेममा पाक्नु दिने है त। पाकेपछि चाहिँ मजाले फ्राई गर्ने। अनि फ्राई गरेर चेक गर्दै फ्राई गर्ने 5 मिनटसम्म है त। लो फ्लेममा, हाई फ्लेममा होइन। हाई फ्लेममा भएपछि चाहिँ जल्छ। अनि त्यसको बादमा लास्टमा हामी कालो जिरा भन्छ नि, सरी कालो जिरा अरे, ब्ल्याक पेपर भन्छ, हामी त्यसलाई लगाउने। अन्त लगाउने बित्तिकै हामी एकैछिनमा पानी लगाइहाल्ने है त। पानी एकदमै ज्यादा पनि नलाउनुहोस्, कति तपाईँलाई ग्रेभी चाहिन्छ त्यो हिसाबमा है। अनि लास्टमा मैले चाहिँ लसुनलाई छिलेर राखेको छु होइन। त्यो चाहिँ मलाई मनपर्छ चुस्नु लागि, किनभने लसुन चाहिँ एकदमै राम्रो हुन्छ। मटन खाएपछि मटनले हाई गर्छ प्रेसर भने चाहिँ लसुनले चाहिँ मेन्टेन गर्छ, त्यस कारणले लसुन पुरा राम्रो हुन्छ हो। लसुन चाहिँ मिठो हुन्छ चुस्नु लागि लास्टमा। अनि पाकेपछि चाहिँ लसुनलाई निकालेर पहिल्यै अलग गरेर चाहिँ तपाईँहरूले चलाउन सक्नुहुन्छ। अनि त्यसको बादमा रेडी भयो। थ्याङ्क यू सो मच तपाईँले हेरिदिनु भएकोमा। अनि हेर्नुहोस् न कस्तो डिलिसियस बनिएको छ है। थ्याङ्क यू।